यो कम्पनी चाहिँ हामीले डाइरेक्ट सेलिङसँग रिलेटेड कुराहरू गर्नुपर्ने हुन्छ। डाइरेक्ट सेलिङ भनेको के भन्ने बारेमा अलिकति नलेज भयो भने हजुरलाई सजिलो पनि हुन्छ। के थाहा छ डाइरेक्ट सेलिङको बारेमा? छैन है। डाइरेक्ट सेलिङको सुरुवात कसरी भयो त भन्दा मान्छेको आवश्यकतालाई परिपूर्ति गर्नको लागि सुरुवात भएको हो यो। र यो व्यापारिक पद्धति नै हो हैन। यसले डाइरेक्ट सेलिङ भन्ने साथै यहाँनिर एउटा बिजनेस क्रिएट हुन्छ, डिमान्ड एन्ड सप्लाईकै कुरा हुन्छ हैन। र संसारमा मान्छेहरूको आवश्यकता अनुसारको चाहिँ सप्लाई र अथवा सुविधाहरू चाहिँ डेभलप हुँदै गएको हो हैन। भनेपछि पहिला मान्छेहरूले एउटा कहाँदेखि कहाँसम्म लामो यात्रा गरेर सामान किनेर ल्याएर आफूले प्रयोग गर्ने एउटा थियो। जब यातायातको साधन भयो, यी हरेक कुराहरू हुँदै गर्दाखेरि हाम्रो घरका चोकचोकमा हैन आफ्नो चाहिने सामानहरू भए र बिस्तारै बिस्तारै हामीले चाहिँ घर घरमा सामान पनि डोर टु डोर मार्केट गर्न नि आए। विद्यार्थीहरू नि आथ्यो त्यो चाहिँ त्यही त यो हाम्रो त हुँदैन, हाम्रो हुँदैन, हाम्रोमा चाहिँ हाम्रो चाहिँ होइन। तर मान्छेको चाहिँ सेल गर्ने एउटा तरिकाहरू अहिले मान्छेहरूको त्यो चाहिँ आइरहन्छ। त्यो बिजनेसको एउटा तरिकाहरू, एउटा चाहिँ पसलमा गएर किन्ने चोकमा अथवा जक्सन सटरमा गएर, अर्को भनेको चाहिँ डोर टु डोर मार्केटमा राडी पाही पनि आयो भन्दै आएका हुन्छन्। अनि भैयाहरूले त्यो फलफुलहरू बोकेर पनि आइराखेका हुन्छ। अनि त्यसै गरी स्टुडेन्ट हो हामी भनेर झोलामा सामान हर्बल सामानहरू लिएर आइराखेका हुन्छ होइन। र यो तरिका पनि एउटा चाहिँ डोर टु डोर मार्केटको एउटा तरिका भयो। अब अर्को तरिका के छ भने त्यो डोर टु डोर मार्केटमा ल्याएको सामानमा चाहिँ के फाइदा के घाटा भन्दाखेरि सामान हेर्न गर्न सबै पाइयो र घरमै सामान आयो। तर हामीले हेर्न चाहेका जति अथवा हाम्रो आवश्यकता जति त्यो सामान नहुन सक्छ नि त। अनि त्यसलाई पनि अलिक सहजीकरण गर्नको लागि चाहिँ मान्छेले के गरे नि, घरमा आफ्नो मोबाइलमा ल्यापटपमा इन्टरनेट बाटोमा हेर्न मिल्ने गरी दराजले त्यहाँ राखिदियो। दराज त एउटा प्लेटफर्म हो, त्यहाँभित्र हरेक खालका भेन्डरहरूले सामान राखिदिन थाल्यो, डिस्प्ले गर्न थाल्यो। जस्तो भाटबटिन एउटा ठाउँ भयो, फिजिकल ठाउँ भयो, सामान त विभिन्न ब्रान्डले लगेर भरिदिए नि त होइन। भने जस्तै भाटबटिन जस्तै दराज भयो, त्यो चाहिँ अब डिजिटल्ली भयो। अनि त्यसरी चाहिँ एउटा अनलाइन बिजनेस चाहिँ अर्को तरिकाले सामान त्यो पनि तरिकाले पनि सेल्स भयो। यो डाइरेक्ट सेलिङलाई चाहिँ 21औं शताब्दीको आधुनिक एउटा व्यापार प्रणाली भनेर भनिन्छ। यो चाहिँ 21औं शताब्दीमा हामीले चाहिँ नयाँ नवीनतम तरिकाले गरिएको बिजनेसलाई चाहिँ कसरी मान्छ त भन्दा कुनै पनि सामान जहाँसुकै जसरी बेचे तापनि उत्पादन गर्ने त फ्याक्ट्री हो होइन। अनि फ्याक्ट्रीले प्रडक्ट उत्पादन गर्छ भने त्यो फ्याक्ट्रीले कसको लागि उत्पादन गर्छ त? एउटा कस्टमरको लागि उत्पादन गर्छ भने चाहिँ त्यो कस्टमर चाहिँ सामान डाइरेक्ट फ्याक्ट्रीमा गएर किन्न पाउँछ त म्याम? पाउँदैन नि। भनेपछि फ्याक्ट्रीले जसको लागि उत्पादन गर्छ उसले उसलाई बेच्न पाउँदैन। यसलाई के भनिन्छ भने एक किसिमको सिन्डिकेट भनिन्छ। फ्याक्ट्रीले एउटा कम्पनीलाई बेच्छ, कम्पनीले चाहिँ डिलरलाई बेच्छ, डिलरले होलसेलले रिटेल, बल्ल अनि कस्टमरकोमा आइपुग्छ। एउटा सामान 5 चोटि बिक्री गर्दा त्यसको मूल्य के होला? घट्ला? अभियसली बढ्छ नि। अनि त्यो प्रडक्ट के हो भनेर इन्फर्मेसन पाउनको लागि चाहिँ विज्ञापनलाई युज गर्छ। त्यो विज्ञापन पनि कसले भन्नु पर्यो त भन्दा त्यो प्रडक्ट जसले प्रयोग गरेर थाहा छ त्यसले बोल्ने भन्दा पनि सेलिब्रिटी जो छ, मोडल जो छ, जसले प्रडक्टै प्रयोग गरे होइन होइन। अनि त्यो खालको रोल मोडल एउटालाई बनाएको हुन्छ, उसले एउटा विज्ञापन केही समय बोलिदिन्छ, उसले पे आउट लिन्छ र अनि टेलिभिजन पत्र पत्रिकालाई पनि पे आउट दिनुपर्छ। भनेपछि यो सबै पैसा चाहिँ कहाँबाट आयो त भन्दा त्यो प्रडक्टमा थपिएको कस्ट भ्यालुले आएको हो नि त। भन्दा म एउटा उदाहरण चाहिँ जस्तो एउटा पेन, यो पेनको उदाहरण दिउँ। यो पेन फ्याक्ट्रीले 4 रुपियाँमा उत्पादन गर्दो रहेछ। तर तपाईँ हामीले किन्ने बेला मार्केटमा कति पर्यो? 10 रुपियाँ। 6 रुपियाँ कहाँ गयो भन्ने हाम्रो क्वेसन हो। यो पेनलाई मैले जति प्रयोग गरेँ पनि 4 रुपियाँभन्दा प्रयोग गर्न पाइनँ नि त। यसको प्रोडक्सन कस्ट नै 4 रुपियाँ हो भने यो पेन चाहिँ 6 रुपियाँ पर्छ भने अब 6 रुपियाँ बढी हामीले तिर्छ भने पेनको मूल्य चाहिँ अब कहाँबाट चाहिँ हामीले चाहिँ 6 रुपियाँ पैसा चाहिँ कहाँ गयो भन्नेको सन्दर्भमा त्यही हो। होलसेल, डिलर, रिटेल होइन र विज्ञापनमा गयो नि त। अनि मुख्य कुरा चाहिँ त्यो 6 रुपियाँ पैसा हामीले कहिले पनि प्रयोग गर्न पाएनौँ। हामीले चाहिँ एउटा एज अ फेसिलिटीको रूपमा चाहिँ प्रयोग गऱ्यौँ, त्यो चाहिँ रह्यो। भनेपछि अब यो कम्पनीले के गर्यो भने यसलाई ब्रेकआउट गर्यो। फ्याक्ट्री रहन्छ यसको र डाइरेक्ट यसले चाहिँ कस्टमरसँग, कम्पनीबाट कस्टमरसँग सामान डिल गर्छ भने चाहिँ C2C माध्यम भन्छ, कम्पनी टु कस्टमरको एउटा माध्यम हो। अब तपाईँले मेडिकलमा मेडिसिन किन्न जानुभयो भने पनि डक्टरले जे प्रिस्क्रिप्सन लेखिदिएको छ त्यही लेखेर सर दिन्छ। यसको लागि तपाईँले लिँदै हुनुहुन्छ, यो रोगको लागि यो हो, यसरी खानुपर्छ, यसले यसो गर्छ, यो सबै ओरिएन्टेसन गर्छ त। एउटा मेडिकलले गर्दैन, मेडिकल पर्सनले पनि त्यो कुरा गर्दैन। कति उनीहरूलाई सेल गर्ने मात्रै थाहा हुन्छ, कति ती कुराहरू पनि थाहा हुँदैन। तर यो कम्पनीले के गर्छ भने सबैभन्दा पहिला एजुकेसन गर्छ, ओरिएन्टेसन गर्छ। हामीसँग के प्रडक्ट छ, यो प्रडक्ट कसरी प्रयोग गर्ने अनि किन यो माध्यम अपनाएको भन्ने विषयवस्तु सबैभन्दा पहिला जानकारी गराउँछ। त्यसकै लागि आज तपाईँ र हाम्रो भेट भएको छ।
भने यो कम्पनीको नाम हो डेजोय, DAYJAY। डेजोय भन्ने साथै यसले चाहिँ एभ्रिडे इन्जोय अथवा इन्जोय भन्ने एउटा मिनिङ सेलले राख्छ। अब यो इन्जोय भन्ने विषयवस्तु चाहिँ मान्छेलाई आफ्नो तरिकाले इन्जोय लिइरहेको छ। कसैले सुतेर इन्जोय लिएला, कसैले ट्राभल गरेर इन्जोय लिएला होइन, कसैले चाहिँ मान्छेलाई चाहिँ अब ढाँडछल गरेर इन्जोय लिएला, कसैले धर्म गरेर, कसैले के गरेर कर्म गरेर गर्ला। तर जसले जसरी इन्जोय लिए पनि स्वास्थ्य त आवश्यकता छ नि म्याम होइन। सौन्दर्यता, स्वास्थ्य अनि आर्थिक भन्ने कुरा त महत्त्वपूर्ण पार्ट हो। यो नभइकन हाम्रो जीवनको अभिन्न अङ्ग हो। यो नभए चिज त हाम्रो अरू केही पनि सम्भव छैन भने पछाडि यो चिजलाई चाहिँ यो कम्पनीले अलिकति फोकस बढी गरिएको छ। यो डेजोय भन्ने कम्पनी कस्तो कम्पनी र कहाँको कम्पनी त्यो पनि त थाहा पाउनु पर्यो हामीले। डेजोय कम्पनी भनेको चाहिँ इन्टरनेसनल कम्पनी, एउटा मल्टिनेसनल ग्रुपको कम्पनी। यो ट्रेडिसनल्ली पहिला 35वटा लगभग देशहरूमा यसले कारोबार गरिरहेको कम्पनी र 35वटा कन्ट्रीमा यसले गरिरहेको कारोबारको लागि यसले कच्चा पदार्थ आफै चाहिँ उत्पादन गर्दछ। प्रडक्ट मात्र होइन कि प्रडक्टको लागि उत्पादन गर्ने कच्चा पदार्थ। इन्डियाको राजधानी कोटाबाट चाहिँ लगभग 100 किलोमिटर पर जाँदा कालाखेत भन्ने ठाउँ हुन्छ। त्यो ठाउँमा चाहिँ यिनीहरूले 900 हेक्टर जग्गामा चाहिँ खेती किसान गरेको छ, लगभग काठमाडौँ जत्रो एरियामा। त्यहाँबाट उत्पादन गरेको कच्चा पदार्थ रिसर्च एन्ड डेभलपको काम हुन्छ म्याम। त्यो पनि यिनीहरूले आफैले गरेर कुन कच्चा पदार्थबाट कस्तो क्वालिटीको र के बेनिफिटको लागि प्रडक्ट भन्ने त्यो त रिसर्चको विषयवस्तु हो नि त। त्यो रिसर्चसम्म यिनीहरूले इन हाउसमै डेभलप गर्छन् र अनि प्रडक्ट बनाउँछन्। जो बनाएको प्रडक्ट भने यिनीहरूले मार्केटमा आफ्नो क्वालिटी र आफ्नो ब्रान्ड आफैले सेल गर्ने, आफ्नो कस्टमरलाई आफैले सेल गर्ने त्यो काम यिनीहरूले गर्छ। जसले गर्दाखेरि यो बिचमा चाहिँ के फाइदा भयो कोही एउटा ग्राहकलाई भन्दा क्वालिटी मेन्टेन भयो एउटा। किन भन्दा अर्को व्यक्तिसँग कच्चा पदार्थ लिनु पर्थ्यो भने त्यो कच्चा पदार्थ उनीहरूको रिलेसन राम्रो हुन्थ्यो, क्वालिटीको पठाउँथ्यो होला। रिलेसन बिग्रिनु साथै थर्ड क्लासको हालिदिन्थ्यो अनि प्रडक्ट त त्यस्तै थर्ड क्लासको बन्थ्यो। अनि त्यो रिजल्ट कहिले थाहा हुन्थ्यो त भन्दा मार्केटमा गएर कस्टमरले प्रयोग गरेपछि थाहा हुन्थ्यो। जतिखेर त्यसको फिडब्याक चाहिँ ब्याड इमेज भइसकेपछि त कम्पनी धराशयी भयो नि त। भने संसारमा मल्टिनेसनल कम्पनीहरूको धराशयीको अवस्था भनेको यो यस्ता खालका कुराहरूबाट छ, जो एउटा पार्टीबाट चाहिँ सप्लाई गरेका प्रडक्टहरूबाट कस्ट। अर्को कुरा कस्टको कुरा, जस्तो जुन बिचौलियाले बिचमा केही बेनिफिट खान्थ्यो, बार्गेनिङ गर्थ्यो भने यो बिचमा त उनीहरूले आफैले कच्चा पदार्थ उत्पादन गर्छन्, रिसर्च एन्ड डेभलप गर्छन् र जुन प्रडक्ट आफै बेच्छन् भने चाहिँ यहाँ बिचौलिया पनि त रहेन नि त भने चाहिँ अब यसको फाइदा चाहिँ कसरी त हामीलाई भयो त भन्ने सन्दर्भमा रेट मिनिमाइज भयो यहाँनिर, क्वालिटीलाई चाहिँ दुई मात्रै भएन। किनभने आज एडिडासको ब्रान्ड चाहिँ कसैले बेचिराखेको छ, उत्पादन कसैले गरिरहेको छ भने चाहिँ अर्काको ब्रान्ड बेच्न थालिसके पछाडि डुप्लिकेट भनेर हालिदिइहाल्छ र अनि त्यो 50% सस्तोमा ल्याइदिएँ हामीले भनेर भन्छ। तर उसले त कति % खाएको छ खास, ब्रान्ड त बिग्रियो नि त उनीहरूको। भनेपछि यसको मतलब मैले भन्न खोजेको डेजोयले नै बेच्छ, उसको सामान आफै बेच्छ, अर्काको पनि बेच्दैन र आफ्नो अर्कालाई बेच्न पनि दिँदैन। जसले गर्दा हामी ढुक्क भएर सामान प्रयोग गर्न सक्छौँ। जस्तो मार्केटमा तपाईँ हामी जान्छौँ भने सामान किन्ने बेलामा मान्छे अनुसारको रेट, सिजन अनुसारको रेट, ठाउँ अनुसारको रेट होइन त्यो त लगाइदिन्छ नि त। अनि अर्को चाहिँ मान्छेले चाहिँ ओरिजिनल भने डुप्लिकेट पनि भिराइदिइरहेको हुन्छ। सबैले थाहा पाउँदैन नि म्याम होइन। भने चाहिँ यी कुराहरूलाई चाहिँ यसले प्रायोरिटी के गरेको छ भने सबैलाई इक्वालिटी गरेको छ। तपाईँ नेपालमा जुनसुकै ठाउँमा यो सामान किने पनि उही रेटमा तपाईँले पाउनुहुन्छ। अब मैले अलिकति हजुरलाई यहाँनिर स्लाइड देखाइदिएँ, देखिन्छ म्याम? लाइट अलिकति बढ्नु क्या ल। अब यो डेजोय चाहिँ एउटा कम्पनीको नाम, ब्रान्ड नेम भइहाल्यो। यो प्रडक्ट पनि हाम्रो ब्रान्ड नेम डेजोयबाट नै चल्छ। अब यो कम्पनीसँग चाहिँ अहिले लगभग 50वटा आइटमका सामानहरू छ। त्यसमध्येमा 10 देखि 12वटा सामान नेपाली प्रडक्ट छ, चितवनमा म्यानुफ्याक्चर छ यसको, र अरू नेपालमा नपाउने सामानहरू हामीले बाहिरबाट लिएर आइराखेका छौँ। यसको हेड अफिस चाहिँ थापाथलीमा छ र यो हाम्रो चाबेलको शाखा अफिस हो होइन, यो शाखा अफिस भयो। अब यसलाई चाहिँ यो कम्पनीले चाहिँ यी सामानहरूलाई चाहिँ के गरेको छ भने रिसर्चसँग रिलेटेड गरेर अथवा मार्केटमै त्यहाँ यो सामान बिक्री गर्दो रहेछ यही सामान चाहिँ बेचौँ नि त भन्ने टाइपको भन्दा पनि आजसम्म मान्छेको खानपिन कस्तो रह्यो र हिजो लाग्ने रोग कस्तो थियो होइन, पास्ट डिजिजहरू के थिए, प्रेजेन्ट डिजिजहरू के छ, पहिलाको जीवनशैली कस्तो थियो, अहिलेको जीवनशैली कस्तो छ, जुन रोगहरूलाई चाहिँ यसले कम्पेरेटिभ रूपमा एउटा डेभलप गरेको छ। र एउटा मान्छेको पहिलाको मानव शरीरको एउटा संरचना र उसलाई लाग्ने रोग किन थियो र आज अर्कै खालको रोग किन लागिरहेछ, आजको मान्छेको मानव संरचनाभित्र चाहिँ कुन खालको समस्याहरू इफेक्टहरू देखा परेको छ, त्यसको स्टडी पनि यसले गरिराखेको छ।
र आज हामीले हेऱ्यौँ भने एसियन कन्ट्रीमा म्याक्सिमम र संसारमा अहिले बढी हेर्ने हो भने यो चाहिँ मधुमेह रोगहरू जस्तो भयो सुगर प्रेसरहरू चाहिँ अत्याधिक मात्रामा मुटु रोगीहरू अत्याधिक मात्रामा बढी देखिराखेको स्थिति छ। यस्ता कुराहरूलाई चाहिँ फोकस गरेको कम्पनीले एउटा रिसर्च बेसमा चाहिँ प्रोडक्ट डेभलप गर्यो। जस्तै यहाँ हजुरले बट्टामा देखिरहनु भएको छ आस्थाप्रास होइन, यो आस्थाप्रास चाहिँ त्यहाँ हजुरले त्यहाँ पनि देख्नुहुन्छ त्यो बट्टामा छ, मैले खाइराखेको छु। यहाँ म हजुरलाई जति पनि प्रोडक्टको बारेमा भन्छु यो चाहिँ रोगीले खाने भन्दा पनि निरोगी हुनलाई खाने भनेर बताउँछ, प्रिभेन्सनको लागि प्रोडक्ट प्रयोग गर्ने। अब रोगै लागिसकेको छ, डायग्नोसै भइसकेको छ, अब ट्रिटमेन्ट बेसमै काम गर्नुपर्ने छ भने त्यसलाई त्यो अनुसारको डोजेजमा खाने, नत्र भने हामीले चाहिँ यहाँ भएका प्रोडक्टहरू महिनापछि डिफ्रेन्ट टाइपको खाँदा पनि हामीलाई समस्या भएन, किन रोग यही छ भन्ने छैन, तर हामीले इम्प्रुभमेन्टको लागि हामीले प्रयोग गर्न सक्ने भयो। र यो आस्थाप्रास अथवा कुनै पनि प्रोडक्ट चाहिँ ट्रिटमेन्ट बेसमा हामीले प्रयोग गर्छौँ। जस्तो यो आस्थाप्रास भन्ने साथै आस्थामासँग पनि रिलेटेड भयो, अथवा यो चाहिँ के अफ भयो, चार त्यति रहन्छ अघि। यो आस्थामासँग रिलेटेड भएको यो प्रोडक्ट चाहिँ लङ्ससँग रिलेटेड भयो। मेन चिज चाहिँ छातीसँग के अरे चाहिँ फोक्सोसँग सम्बन्धित भयो। अब फोक्सोसँग यो सम्बन्धित भएको प्रोडक्टले चाहिँ गर्ने के रहेछ त मेन कुरा भन्दाखेरिमा लामो समयसम्म चाहिँ रुगाखोकी लागिरहने भयो होइन, अनि चाहिँ चुरोट बिँडी खाइरहने, जाँडक्सी खाइरहने यस्ता खालका मान्छेहरूलाई चाहिँ विशेष गरी लङ्समा प्रब्लम हुन सक्ने सम्भावना हुन्छ। धुलो धुवामा काम गर्ने मान्छेहरू भयो, अनि चिसोमा छिटो चिसो लाग्ने, निमोनिया भइहाल्ने होइन, वृद्ध र बालबालिकाहरूलाई यस्तो खालको समस्या छ भने पनि आस्थाप्रासले एकदम राम्रो काम गर्छ। र यसले रिजुनोभेटको काम गर्छ, त्यसको मतलबको सेल्सहरूलाई चाहिँ एक्टिभ राख्ने काम गर्छ। म्याम हामीले चाहिँ दम रोगीले चाहिँ उपचार पद्धति के छ भनेर हामीले सोच्यौँ भने के छ त म्याम, अहिले त अक्सिजन लाउनु त हो, अनि इनहेलर लिने होइन, अनि त्यो उपचार हो त होइन नि, त्यो त सहजीकरण मात्रै हो नि, सास फेर्नलाई अलिकति सहज होस् भनेर। त्यसले के गर्छ, फोक्सोलाई निष्क्रिय बनाउँछ र सँगसँगै अक्सिजन लिइसकेपछि त्यसको लेभल मात्रा भलो मात्रा बढ्दै जान्छ एउटा मान्छे, किनभने जो फोक्सोले काम गर्नु फोक्सोलाई त निष्क्रिय बनाइसक्यो नि त, अक्सिजनले सपोर्ट गरेपछि फोक्सो चुप्लाएर बस्छ भने चाहिँ हाम्रो अर्ग्यानले अङ्गले गर्नुपर्ने काम चाहिँ अक्सिजनले गर्न थालेपछि अक्सिजन आफू प्रेजेन्ट हुन्छ डाइरेक्ट। अब यहाँ आस्थाप्रासले चाहिँ के गर्छ त भन्दा यसले आफै काम गर्दैन, यसले फोक्सोलाई काम गर्न लगाउँछ। यसले फोक्सोलाई ट्रिटमेन्ट बेसमा काम गर्छ, रिजुनोभेट गर्न, एक्टिभ गर्न होइन, रिसेल गर्न, के अरे सेललाई रिपेयर गर्न, यी कामहरू यसले गर्ने भएको कारणले गर्दाखेरि फोक्सो आफै एक्टिभ बनाउँछ। जतिखेरसम्म फोक्सो एक्टिभ हुँदैन तबसम्म यसको सपोर्ट हामी लिन्छौँ। जब फोक्सो आफैले काम गर्न थाले चाहिँ हामीलाई त चाहिएन नि त, अक्सिजन पनि चाहिएन, यो के पनि चाहिएन भने त्यो बेलामा चाहिँ के रहेछ त भन्दाखेरि हामीले यो प्रोडक्टलाई त्यो बेलाबाट हामीले प्रयोग गर्दिनँ भन्दाखेरि पनि सहजीकरण चाहिँ भइ नै हाल्यो। यो आस्थाप्रास चाहिँ त्यो भयो विशेष गरी आस्थामाको समस्याको लागि। अब आस्थामाको लास्ट स्टेजमा गएर यो चाहिँ एकदमै दम रोगीलाई ठिक रहेछ भनेर लास्ट स्टेजको पेसेन्टलाई लगेर खुवाएर उपचार हुन्छ भन्ने चाहिँ होइन। त्यो चाहिँ सकेसम्म प्रिभेन्सनको लागि, भएन भने स्टार्टिङ फेजको डायग्नोस हुँदाखेरि क्रममा प्रयोग गर्ने। अर्को चाहिँ अर्थोपेडिक छ, जोइन्ट पेन समस्याको लागि। अर्को एडिलाफोर छ, जेन्ट्सहरूको पनि हर्मोनल डिसअर्डरको समस्याहरू म्याक्सिमम हुन्छ, त्यो कारणले गर्दाखेरि निसन्तान हुने होइन, विकनेस हुने यस्तो खालको समस्या छ भने एडिलाफोरलाई प्रयोग गर्न सक्यो। अर्को कफ सिरप भइहाल्यो। अर्को डायबिटिज। अघि मैले के भने यहाँको प्रोडक्टहरू चाहिँ प्रिभेन्सन र अर्को ट्रिटमेन्ट बेसमा काम हुन्छ भने अर्को कुरा चाहिँ यो कसरी बनाइयो भने प्रोसेसिङ। जस्तो हजुरले अमला त हामीले खान्छौँ, जस्तो अमलाको गेडा खान्छौँ, गेडा खाने साथै गेडाले काम गर्ने होइन छ, अमलाभित्र भएको तत्त्वले। त्यो तत्त्व के हुनसक्छ, भिटामिन सी हुनसक्छ, ई हुनसक्छ, डी हुनसक्छ। त्यो भिटामिनलाई मात्रै हामीले चाहिँ बाहिर निकाल्न त सम्भव छैन। अनि एउटा सिस्टमबाट यो कम्पनीले के गर्छ भन्दाखेरि स्ट्याक गर्दो रहेछ, निकाल्दो रहेछ त्यसलाई चाहिँ, अनि एउटा प्योरिटी प्रोसेसमा डेभलप गराएर अनि त्यो प्रोडक्ट बनाएको छ। भने पछाडि हामीले कुनै पनि तत्त्व, हामीले कुनै पनि चाहिँ फ्रुट्सहरू खाइरहेका छौँ अथवा के खाइरहेका छौँ भने त्यो चाहिँ पुरै खान्छौँ। एउटा अमलाले शरीरलाई चाहिने तत्त्व त पुऱ्याउँदैन, 1 केजी त हामी खान सक्दैनौँ भने चाहिँ 1 केजी खानु साथै एउटा क्याप्सुलबाट डेभलप गराइदियो क्या यसले चाहिँ। 1 केजीमा हुने तत्त्वहरू चाहिँ एउटा क्याप्सुलमै उनीहरू स्ट्याकर मलिकुलर फर्म पनि भन्दो रहेछ यसलाई। आज यहाँ बनेका जति पनि प्रोडक्टहरू चाहिँ चाहे आस्थाप्रास होस् चाहे यी कुनै पनि सामानहरू त्यसरी बनाएको कारणले गर्दाखेरि यसले चाहिँ एडभान्स फर्मुलामा डेभलप गरेका कारणले गर्दा आयुर्वेदिकभन्दा छिटो फास्ट मुभमा यसले काम गर्ने भयो पहिलो। र दोस्रो कुरा यसको साइड इफेक्ट रियाक्सन भएन।
अब यहाँ तपाईँले कुनै पनि प्रोडक्ट डोजेज मात्रै फरक हुन्छ, ठुलोले र सानोले एउटै खान मिल्छ, जेन्ट्स लेडिज सबैले एउटै खान मिल्छ, चाहे कस्मेटिक्समा होस् चाहे हेल्थ केयरको प्रोडक्टमा होस्। यो डायबिटिजले के काम गर्ने भयो त भन्दा यसले प्यानक्रियाससँग रिलेटेड भएर यसले काम गर्छ र यहाँको डायबिटिज चाहिँ कन्टिन्यू प्रयोग गर्ने व्यक्तिहरूले चाहिँ एलोपेथिक गरिरहेका छन् भने पनि गर्न मिल्यो। जब उसको लेभल आउँछ डक्टरको सल्लाह अनुसार चाहिँ हामीले के गर्न मिल्यो, डायबिटिज छोड्न मिल्यो एलोपेथिक, अनि यसलाई हामीले कन्टिन्यू गर्छौँ। र यो पनि त्यो लेभलसम्म कि शरीरले चाहिँ जबसम्म एब्जर्ब गर्न सकेका छैन, जबसम्म मेन्टेन गर्न सकेका छैन इन्सुलिनको मात्रामा, तबसम्म हामी खान्छौँ। जब शरीरले मेन्टेन गर्न थाल्यो अब यो पनि आवश्यकता पर्दैन। तर मान्छेको चाहिँ के भइसकेको छ भने यो रोगहरू चाहिँ दीर्घ रोग भइसक्यो, क्रोनिक भइसक्यो, लङ टाइम खानुपर्छ भन्ने एउटा प्रेसर सुगरको त्यो कन्सेप्ट छ नि म्याम, होइन? त्यो चिजहरूलाई चाहिँ यसले सहजीकरण बनाइदिएको छ। अर्को एडिकाडेल, जो अघि पनि हजुरहरूले कुरा गर्दै हुन्थ्यो, यो चाहिँ हरेक लेडिजहरूले चाहिँ प्रयोग गर्नै पर्ने भयो। यो एडिकाडेलले चाहिँ के गर्छ भने सबभन्दा पहिलो हाम्रो मेन्सुरेन्स पिरियडहरूको चाहिँ स्टार्टिङ फेजदेखि इन्डिङ टाइमसम्मलाई चाहिँ यसले चाहिँ सहजीकरण गरिदिने काम गर्छ। यो चाहिँ पेनफुल बढी हुने, रक्तस्राव हुने, इरेगुलर हुने, रक्तस्राव हुँदै नहुने चाहिँ यो खालको समस्या सँगसँगै अर्को कुरा चाहिँ पाठेघरको अहिले म्याक्सिमम मात्रामा इन्फेक्सनको, होइन, लेडिजहरूमा त्यो समस्या देख्दै गर्दा 70 वर्षको आमाले पनि पाठेघर फाल्नु परेको छ, भर्खर 15-20 वर्षको भर्खरको केटाकेटीहरूले पनि यो समस्या भइरहेको छ भने चाहिँ यो पाठेघरको समस्याहरूको लागि पनि यसले सिस्ट ट्युमर जस्ता समस्यालाई समेत यसले चाहिँ निराकरण गरिदिने काम गर्ने भयो। अर्को चाहिँ यसको चाहिँ मेन्सुरेन्स पिरियडमा हरेक महिलाहरूमा चाहिँ के हुन्छ, डिसअर्डर, हर्मोनल डिसअर्डर हुने चान्स हुन्छ र त्यो भइरहँदाखेरि क्रममा चाहिँ त्यो एउटा डिजिज बन्न गयो भने बच्चासम्म नरहने सम्भावना हुन्छ, जसको लागि यसले चाहिँ हर्मोनल डिसअर्डरलाई चाहिँ ब्यालेन्स गराइदिएर बच्चाको लागि पनि सपोर्ट गराउँछ। र अर्को लिभेज छ। लिभेज भन्ने साथै लिभरको समस्या जुन कलेजोसँग सम्बन्धित, कलेजोले के काम गर्दो रहेछ त भन्दा हामीले खाएको खानेकुराहरूलाई चाहिँ पचाउने र शरीरमा भिटामिनको रूपमा, एब्जर्बको रूपमा काम गराइदिने। र जुन लिभर नै विकनेस भयो भने कति गाउँघरमा भनिन्छ कि यसले यो खानेकुराहरू खाएको मेरो पत्तै नै तेरो कलेजो चाहिँ लिभर चाहिँ एकदम विकनेस रहेछ भनेर भनिदिन्छ नि त, होइन? अनि उनीहरूलाई धेरै कुरा थाहा, त्यति चाहिँ थाहा भनिदिइराखेको हुन्छ भने चाहिँ हामीले यस्ता डाइजेस्ट गर्ने कुराहरूमा पनि, एब्जर्ब गर्ने कुराहरू पनि लिभर चाहिँ एक्टिभ हुनुपर्दो रहेछ। त्यो चिजलाई चाहिँ एक्टिभनेस राख्नको लागि यो लिभेज हामीले प्रयोग गर्न सक्ने भयो। गो पाइल्सको लागि, HB+ ब्लड जन्ने कुनै पनि समस्याको लागि, र ग्यासो फ्री जो हाम्रो राष्ट्रिय रोगै जस्तो अथवा हरेक व्यक्तिमा छ, होइन, यो ग्यास्ट्राइटिक्सको समस्या जो ग्यासो फ्री भर्खर मैले खाइसकेको त्यहाँबाट राखेको छु, र यसलाई चाहिँ हामीले प्रयोग गर्न सक्ने भयौँ। र चूर्ण कब्जियतको लागि तुलसी म्याक्स, यो पञ्चतुलसीबाट बनेको, हामीले चाहिँ विभिन्न थरीको तुलसीहरू हुँदो रहेछ। हामीले एउटा तुलसी हाम्रो आँगनमा रोपेको होला, गमलामा रोपेको होला, र पहिलाको पौराणिककालमा चाहिँ तुलसीलाई चाहिँ के हुन्छ, रुखै जस्तो बनाएर आँगनमा, होइन, रोप्ने, र लास्ट स्टेजमा ट्रिटमेन्ट गर्ने अवस्था, अन्तिम अवस्था आइसकेपछि तुलसीको बोटमा लगेर मान्छेलाई राख्ने। आज पनि त्यो तुलसीको मोठमा, होइन, लगेर राख्ने प्रचलन छ। यो किन राखेको रहेछ त भन्दा किन राख्यो चाहिँ थाहा छैन, राखेको छ, राख्नु चाहिँ पर्छ भन्ने मात्रै थाहा भयो मान्छेलाई। राख्नुको कारण चाहिँ के रहेछ भने त्यो एन्टिब्याक्टेरियलको काम चाहिँ अन्त त्यहाँनिर गर्दछ। किन एन्टिब्याक्टेरियल र एन्टिअक्सिडेन्टको काम त्यहाँ गर्दो रहेछ त भने तुलसीमा त्यो क्षमता हुँदो रहेछ, जहाँनिर तुलसीको बोट छ त्यहाँनिर भाइरसहरू हुँदो रहेनछ, भाइरस उसले किल गरिदिइहाल्दो रहेछ फर्स्ट त्यसको लागि। र दोस्रो कुरा चाहिँ अक्सिजन मात्रामा त्यो सर्फेसमा, त्यो एरियामा चाहिँ अक्सिजन सबभन्दा बढी अक्सिजन दिने प्लान्टभित्र पर्दो रहेछ, त्यसको लागि पनि अनि त्यो रहेछ। त्यस कारणले गर्दाखेरि पहिलाको ऋषिमुनिहरू त साइन्टिस्ट रहेछन्, होइन, हामीलाई थाहा भएन, उनीहरूले जे कल्चरहरू ल्याए त्यो सबै एकदम चाहिँ मिनिङफुल रहेछ क्या। अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ घरमा तुलसी रोप्ने भन्नु रहेछ। त रुखबाट हाम्रो त अहिले गमलामा छ चाहिँ भित्रिया छ, कति त्यो पनि सम्भव छैन भने चाहिँ त्यो एक थरीको तुलसीबाट पनि 5 थरीको पञ्चतुलसीबाट डेभलप गरेको, जसले गर्दा एन्टिअक्सिडेन्टको काम त गर्ने भयो। त्यसबाट प्रशोधन गरेर ल्याएको चिजलाई चाहिँ खान पाउने अवस्थामा छ। त्यहाँ त त्यतिखेर त त्यो तुलसीको बोटमा मात्रै गएर बस्ने भन्ने कुरा हो। अहिले त यसलाई प्रयोगै गर्न पाउने भए चाहिँ यसले चाहिँ हामीले अक्सिजनको लेभललाई मात्रमा मेन्टेन गराइदिने काम पनि यसले गर्ने भयो। पानीलाई प्युरिफिकेसन गर्ने काम गयो, एलर्जीहरू, ब्लडहरूको समस्याहरूलाई पनि सहजीकरण गर्ने भयो। र अर्को चाहिँ प्राथमिक उपचारभित्र हामीले चाहिँ घरमा जस्तो रुगाखोकी लाग्दाखेरि हामीले पानीमा स्टिम लिन्छौँ नि, सन्चोहरू भिक्सहरू हालेर, त्यो चाहिँ गर्नै नहुने रहेछ, होइन? सादा पानीमा सम्भव छ तर त्यो गर्नु नहुने रहेछ। तर धेरैचोटि हामीले गरिसकेका छौँ भनेपछि तर यो पञ्चतुलसी मजाले राखेर लिन मिल्ने रहेछ क्या। अनि सन्चोले पनि डाइरेक्ट त्यसरी लिनु नमिल्ने रहेछ। अब अर्को अश्वगन्धा छ, अमला क्याप्सुल छ, यो पनि हाम्रो चाहिँ लागि इम्युनिटी बुस्ट गर्नको लागि, र अर्को चाहिँ स्किन र हेयरको लागि पनि राम्रो गर्नको लागि यसलाई प्रयोग गर्न सक्यो। अर्को सञ्जीवनी बुटी, यसको कथा सुन्नुभयो होला। सञ्जीवनी बुटीको रामले लक्ष्मणलाई बचाउनको लागि हनुमानलाई चाहिँ
एउटा पहाडमा पठाएको हनुमानले जडीबुटी नचिनेर पहाडै उचालेर ल्याइदिएको होइन भनेपछि त्यो चाहिँ एकदम पहिलादेखि आदिमकालदेखि प्रयोग हुँदो रहेछ त्यही सञ्जीवनी बुटी हो यसलाई हामी सेवकथुन भन्छौँ अब सेवकथुनलाई चाहिँ के काम गर्दो रहेछ अथवा सञ्जीवनी बुटीले के काम गर्दो रहेछ त मेन भन्दाखेरिमा यसमा ओमेगाको सोर्स सबैभन्दा हाई नै रहेछ धरतीमा सबैभन्दा ओमेगा बढी सोर्सेस भएको फ्रुट्सभित्र यो पर्दो रहेछ र यो चाहिँ इन्डियाको लद्दाखमा चाहिँ प्योरिटी बेसमा चाहिँ एकदम राम्रो डेभलप हुँदो रहेछ धेरै ठाउँ यो चाहिँ एकदम चिसो र एकदम गर्मी ठाउँसम्म पनि जहाँ पनि उत्पादन गर्न सकिँदो रहेछ तर यसको नेचुरली प्योर चाहिँ चिज कहाँ पाउँदो रहेछ भने त्यो लद्दाख भन्ने ठाउँमा चाहिँ एकदम राम्रो पाइन्छ भन्ने खालको कुरा छ यसमा ओमेगा 3, 6, 7, 9 होइन 4वटा ओमेगा स्पेसली यसलाई दिएको छ र नेपालको कन्टेक्स्टमा हेर्ने हो भने हामी नेपालीमा चाहिँ सबैभन्दा एकदमै कम भिटामिनहरू के भन्दाखेरि भिटामिन ए B12 C E K जस्ता भिटामिनहरू चाहिँ हामीमा एकदम कम हुँदो रहेछ त्यो चिज प्रचुर मात्रामा यसमा भेटिएको छ र यसको लागि हामीले चाहिँ यसलाई प्रयोग गर्ने हामीले कसरी त भन्दा मनतातो पानीमा खाना अगाडि बिहान दिउँसो बेलुका 1 गिलास जुस गिलास पानीमा चाहिँ 20 ml सम्म राखेर ठुलोले सानोले हुने 10 ml सम्म राखेर खान मिल्यो अब यो जुस 1 लिटरको छ 30 लिटरसम्म बन्छ भनेपछि यो जुसलाई चाहिँ हामीले चाहिँ घरमा एउटा कल्चर छ नि चिया होइन कफीहरू खाने यस्तो त्यो साटो यसलाई खुवाउन मिल्यो अथवा के फङ्सन आयो चिसो ल्याएर हामी होइन खाने त्यसको साटो नै यसलाई प्रयोग गर्न मिल्यो र यसले चाहिँ के गर्छ त भन्दा हेल्थ केयरलाई चाहिँ एकदम ट्रिटमेन्ट बेसमा काम गर्छ फ्याटी चाहिँ यो फ्याट मात्रामा बढेर मान्छेहरूको मोटोपन कोलेस्ट्रोलको समस्या हुन्छ फ्याटी लिभरको समस्याहरू हुन्छ सुगर इन्सुलिनै लाउनु पर्ने अहिलेको डायबिटिज र यो सेवकथुन हामीले चाहिँ टाइप गरेर दिन्छ इन्सुलिनै लाउनु पर्ने बिरामीहरूको लागि मोटो रोगी कोलेस्ट्रोलको लागि स्लिमिङको लागि यस्ता धेरै खालको थाइरोइड माइग्रेन होइन धेरै खालका कुराहरूको लागि छ र अर्को चाहिँ जोइन्ट पेन समस्याहरूको लागि चाहिँ बोन स्ट्रङनेसको लागि सबैको लागि हामी यो दिन सक्छौँ र एउटै कुरा चाहिँ यो चाहिँ किडनीको पेसेन्ट डायलाइसिस गर्नुपर्ने स्थिति त्यस्तो अवस्थामा चाहिँ यसलाई हामीले डक्टरको सल्लाहमा प्रयोग गराउँछौँ मात्रै प्रयोग गराउँछौँ यो सबैले प्रयोग गर्न मिल्छ अर्को सुपर रिचबेरी भनेको बेरिजहरूको कलेक्सन ब्लुबेरी ब्ल्याकबेरी यो आफैमा महँगो चिज हो र यसबाट पनि डेभलप गरिएको के जुस फर्म छ यो पनि 1 लिटर छ 30 लिटरसम्म बनाएर खान मिल्छ र यो प्रोडक्टले चाहिँ गर्ने फाइदा के त भन्दाखेरि हाम्रो शरीरलाई सबैभन्दा पहिला होल बडी शरीरको सेल्सहरूलाई चाहिँ ओपन बनाइदिन्छ जसले गर्दाखेरि हामीले खाएका खानेकुराहरूलाई चाहिँ डाइजेस्ट र अब्जर्भ गराउनलाई सपोर्ट हुन्छ बच्चाहरूले चाहिँ कति जङ्क फुड फास्ट फुड चाहिँ खान मन पराउने घरको खानेकुरा खानै मन नपराउने खाँदै नखाने त्यस्ताहरूको लागि पनि यो सुपर रिच बेरीले चाहिँ एकदम राम्रो काम गर्छ अनि बच्चाको त्यो खानेकुराहरू खाने एउटा चाहिँ त्यो चाहिँ नखानेको समस्यालाई पनि खानेमा परिणत गराइदिन्छ अर्को कुरा यसमा चाहिँ सुपर रिच बेरीमा के छ भन्दा फ्री रेडिकल र क्यान्सरबाट मुक्त गराउँछ जो तपाईँहरूलाई जतिखेर जुनसुकै क्यान्सर पनि लाग्न सक्ने सम्भावना छ त्यसको लागि यसले चाहिँ सहजीकरण गरिदिन्छ र अर्को कुरा भनेको यसमा चाहिँ फ्रस्ट्रेसन डिप्रेसन इरिटेसन अनिन्द्रा एन्जाइटी जस्ता समस्या युरोप कन्ट्रीमा म्याक्सिमम त्यो युरोप कन्ट्रीमा यसलाई चाहिँ डेली बेसमा खानेकुराको रूपमा यसलाई चाहिँ विभिन्न परिकारबाट चाहिँ डेभलप गरेर अथवा जुसमा केमा खाइरहँदा छन् र यसमा जुस फर्ममा यसलाई डेभलप गरेर चाहिँ खानालाई पनि सजिलो टाइपले अनि रिजल्ट पनि छिटो आउनको लागि यसलाई प्रयोग गरेको छ यसका धेरै खालका फाइदाहरू छन् जसलाई चाहिँ सुगर फ्री बनाएर डेभलप गरिएको छ म्याम अर्को हामीसँग छ एलोभेरा त हामीलाई थाहा भएकै प्रडक्ट हो तर एलोभेरा हामीलाई थाहा भएको प्रडक्ट भन्दा पनि यो चाहिँ जापानिज प्याटर्नबाट भएको 1% नै तितो छैन र यो चाहिँ गोवा फ्लेभर अम्मको स्वादमा खान मिल्छ म्याम मनतातो पानीमा 30 ml राखेर खाने टोयलेट जानुभन्दा तपाईँ जीवनभरि भोगिरहेको समस्या छ चाहिँ टोयलेटको समस्या भने तपाईँले खाएको 5 मिनटभित्रबाट यसले रिजल्ट दिन थालिहाल्छ त्यति छिटो फास्ट काम गर्छ र अर्को यसको चाहिँ मतलब के हो त भन्दा एलोभेरा भनेको चाहिँ हाम्रो शरीरलाई डिटक्सिफाई गर्ने आजसम्म हामीले जति पनि खानेकुराहरू खाएका छौँ अथवा ती खानेकुराहरूबाट चाहिँ हामीलाई आएका रिजल्टहरू जे छ नि जे खानेकुरा हो चाउमिन मोमो बाहिर हिँडेपछि खान मन लाग्छ खान्छौँ हामी तर त्यो खाँदै नखाने एउटा समय नखान पाए हुन्थ्यो के अरे खानाबाट मुक्त हुन पाए हुन्थ्यो अब खाने बानी लगाइसकेपछि त हामी खान्छौँ नि त खाना थालिसके पछाडि अब त्यसले गर्ने असरलाई चाहिँ डिटक्सिफाई गर्ने काम चाहिँ अब यसले गर्ने भयो क्या जस्तो सवारी साधनहरूलाई चाहिँ हामीले मोबिल फेरेर इन्जिन जोगाउँछौँ नि त्यस्तै हाम्रो शरीरको चाहिँ इन्जिनलाई चाहिँ जोगाउन काम चाहिँ एलोभेरालाई हामीले चाहिँ युज गर्न सक्छौँ यो चाहिँ स्किन केयर र हेयर प्याकको लागि र स्किन प्याकको लागि एकदम राम्रो छ फेस प्याकको लागि पनि जेली बेसमा छ नोनीमा थाइरोइड माइग्रेनको लागि भयो अर्को ब्याम्बो ब्रस स्टिकको छ अनि चारकोलको अनि स्याफ्रोनको साबुन छ त्यसै गरी हामीले प्रयोग गरेको कस्मेटिक सामानमा चाहिँ हामीले अलिकति बढी महँगो साथै राम्रो छ यसले रिजल्ट आउँदो दिन्छ भनेर हामी सोचिहाल्छौँ ब्रान्डेड त्यो राम्रो पनि होला तर
आज हामीले लगाइरहेको जति राम्रो ब्रान्डेड प्रोडक्टमा पनि पाराबिन र पर्फ्युम फ्री भनेर त्यो मुक्त गराएको छैन, जो यो प्रोडक्टहरूमा तपाईँ हामीले पाउँछौँ। जो फेसवास र डिप क्लिन्जिङ छ, हजुरले त्यो सानो बच्चालाई पनि प्रयोग गर्न मिल्यो होइन, तपाईँको भन्दा अगाडिको पुस्ताले पनि प्रयोग गर्न मिल्यो, जेन्ट्सले पनि मिल्यो, लेडिजले पनि मिल्यो, सबैले प्रयोग गर्न मिल्छ। डिप क्लिन्जिङ फेसवास छ, सनस्क्रिन छ, डेली क्रिम छ हो, त्यसै गरी बडी लोसनहरू छ, सेनिटरी प्याड। अब यो चाहिँ इको फ्रेन्डली डेभलप गरेको छ, वातावरण मैत्री छ, 8 लेयरको छ, यसको थिकनेस पनि छ राम्रो, र यसले चाहिँ 1 लिटर लिक्विडसम्म लिकेज हुँदैन, इरिटेसन हुने चाहिँ स्मेल आउने इचिङ हुने समस्याहरू पनि यसमा छैन। र यो सेनिटरी प्याड जस्तो डेमोको उदाहरण गर्दा 2टा गिलासमा बाहिरको सेनिटरी प्याड राम्रै सेनिटरी प्याड ल्याएर टुक्रा गरेर 1 गिलास पानीमा हाल्नुहोस्, र यो च्यातेर 1 गिलास पानीमा हाल्नुहोस्, यो तुरुन्त चाहिँ आइस जस्तो जम्छ, अर्को चाहिँ चोप्टाएर पानी भएर बस्छ। अनि चाहिँ यसको एब्जर्ब पावर पनि राम्रो छ, र चिप्स राखिएको छ जसले गर्दा एन्टिब्याक्टेरियलको काम गर्छ, जो गाइनो प्रब्लम नहोस् भनेर भइसकेको छ भने पनि यसले राम्रो काम गर्ने, महिलाको लागि एकदमै राम्रोसँग चाहिँ प्रयोग गर्न मिल्ने। अर्को चाहिँ यहाँ के छ भन्दाखेरि कपालको समस्याको लागि हेयर ओइल र केराटिन बेसको स्याम्पू छ। सेवकथोनको फेसल किट छ, हेर्नुहोस् सञ्जीवनी बुटीकै फेसल किट छ, स्किनको लागि एकदमै राम्रो सेवकथोन, जसको लागि फेसल किट पनि भयो र छुटछुटै म प्रोडक्ट किन्छु भन्दा नि पाइयो। अनि मर मसला, मार्केटमा मसला त किन्न पाइन्छ, टेस्ट त सिलौटामै पिसेको मिठो हुन्छ नि त, भनेपछि यो चाहिँ त्यसै गरी सिलौटामा पिसे जस्तै टाइपको चाहिँ कोल्ड प्रोसेसबाट डेभलप गरेको सब्जी, चिकन र मिट मसला गरेर 3टा आइटममा छ। र अर्को चाहिँ तेल, आरबिओ चामलको तेल, यो त बट्टामा तपाईँले देखिरहनुहुन्छ। यो चाहिँ नन स्टिकी छ, चिल्लोपन भन्ने छँदैछन्, जुनसुकै चाहिँ बिरामीले नि खान मिल्यो भने चाहिँ बच्चादेखि यो तेल प्रयोग गराउन पाइयो भने त उसको स्वास्थ्यमा सुधार त आफैमा पनि भइहाल्छ, कति रोगबाट चाहिँ त्यसै सहजीकरण हुन्छ। तेल भनेको चाहिँ 140वटा रोगसम्म लाग्छ अरे म्याम, हेल्दी तेल हामीले ओइललाई चाहिँ प्रयोग गर्न सक्दैनौँ भने, जसको कारणले गर्दाखेरि यो तेललाई चाहिँ हामीले चाहिँ कोलेस्ट्रोल फ्री, सुगर फ्री हरेक कुराहरूलाई चाहिँ फोकस गराएर यो तेललाई प्रयोग गर्न मिल्छ। ओलिभ ओइलको लेभलमा चाहिँ यो छ, सलादमा पनि राखेर काँचै प्रयोग गर्न मिल्ने टाइपको तेल हो। यो चाहिँ ल नर्मल टेम्परेचरमा डढ्दैन, जस्तो हामीले तरकारी पकाउने बेला कराईमा तरकारी हाल्ने बेला चाहिँ झ्वाइँ होइन चाहिँ धुवा आउने होइन, त्यो आवाज आउने हुन्छ, यसमा नर्मली त्यो हुन्छ। डिप चाहिँ हामीले फ्राई गरेर है माछा मासुहरू खाने ह्याबिट हुन्छ होइन, रोटी चाहिँ बनाउने हुन्छ, त्यो सबैको लागि चाहिँ एकदमै राम्रो भयो। र अर्को चाहिँ टोयलेट क्लिनर छ, अनि डिसवास छ, त्यसै गरी हामीसँग डिटर्जेन्ट छ, त्यसै गरी हामीसँग चाहिँ अर्को चाहिँ फ्लोर क्लिनर छ, एन्टिब्याक्टेरियल र स्मेल पनि एकदम मिठो राम्रो आउने टाइपको छ यो। अनि कपडा पनि छ म्याम, यो कपडा चाहिँ एन्टिब्याक्टेरियल कपडा, जस्तो कोरोनाको बेलामा हामीलाई चाहिँ लुगाबाट म्याक्सिमम भाइरस सर्यो भनेर भनिएको थियो नि त होइन, त्यो समस्या चाहिँ यसमा रहँदैन, पिपी लाएर हिँड्नु परेन। यो चाहिँ सुटका कपडाहरू छ, टी सर्टहरू छ, मास्कहरू छ, टाईहरू छ, र एन्टी फेब्रिक भनेको जाडोमा न्यानो गरिदिने, गर्मीमा शीतल गरिदिने टाइपको, र पानीमा नि नरुद्ने टाइपका कपडाहरू छन्। यस्ता धेरै प्रोडक्टहरू छ म्याम होइन। अब यो भएका प्रोडक्टहरूलाई चाहिँ हामीले के गर्ने त भन्दा मार्केटमा पाइँदैन, यसको होइन विज्ञापन पनि हुँदैन। यसै गरी हामीले चाहिँ 1 to 1 प्रयोग गर्ने, र प्रयोग गरिसकेपछि यसको चाहिँ बेनिफिट जसलाई राम्रोसँग थाहा छ उसले चाहिँ सेयर गर्ने, सेयर गरिसके पछाडि उसले पनि प्रयोग गर्छ र राम्रो लाग्छ, अगाडि बढ्छ, रेगुलर प्रयोग गर्छ, लागेन भने छोडिदिन्छ। त्यसमा त कस्टमर न हो, स्वतन्त्र आफैमा स्वतन्त्र हुन्छ भने चाहिँ मेन कुरा यही हो। र यो कम्पनीले के भन्छ भने एउटा चेष्टा चाहिँ के गर्नु भन्छ भने चेन्ज योर सब चेन्ज योर लाइफ भन्छ क्या। एकपल्ट पसल बदलेर त हेर्नुहोस्, हामीले चाहिँ 7औं पुस्तादेखि सामान किन्दै आएका छौँ अथवा प्रयोग गर्दै आएका छौँ, र एकचोटि तपाईँले पसल बदलेर हेर्नुहोस्, र तपाईँले पसल बदल्दै गर्दा तपाईँको स्वास्थ्यमा चेन्ज आउँछ। त्यसै गरी तपाईँको चाहिँ दैनिकीमा चाहिँ उपभोग गर्ने वस्तुहरूमा पनि तपाईँले चेन्ज ल्याउँदै गर्दाखेरि त्यो कुरामा कस्ट भ्यालुमा पनि चेन्ज आउँछ, र सौन्दर्यताको विषयवस्तुमा पनि मान्छेले राम्रो हुने होडबाजीमा स्वास्थ्य गुमाइराखेका नि त छन्। यी कुराहरू चाहिँ महत्त्वपूर्ण फोकसको विषयवस्तु भएकाले त कम्पनीले यसरी भन्छ। अब कम्पनीले तपाईँलाई चाहिँ एज अ कस्टमरको रूपमा यो कम्पनीले एउटा फ्री आइडी, कस्टमर आइडी हजुरलाई दिन्छ। त्यो दिइसके पछाडि हजुरले विभिन्न सुविधा पाउनुहुन्छ। पहिलो 10 देखि 20% डिस्काउन्ट सामान होइन, दोस्रो कुरा सामानमा चाहिँ एक्स्ट्रा अफरहरू पनि पाइन्छ 10 देखि 20%, र अर्को चाहिँ तपाईँलाई मन पर्यो, राम्रो लाग्यो भने त तपाईँ रेगुलर प्रयोग गर्नुहुन्छ नि त। अनि 1 महिना 2 महिना 3 महिना 4 महिनासम्म प्रयोग गर्नुभयो, 5औं महिनामा कम्पनीले फ्रीमा सामान दिन्छ। मानिलिउँ उदाहरणको लागि हरेक महिना तपाईँले 5-5 हजारको सामान किन्नुभयो, 5औं महिना 5,000 सामान फ्री दियो, 10-10 हजारको किन्नुभयो 10 हजारको फ्रीमा थियो। भने चाहिँ यो चाहिँ कम्पनीले के गर्यो त भन्दा यो कम्पनीले चाहिँ कटायो क्या, कटाएर सामान दियो। कसरी कटायो त भन्दाखेरिमा होलसेल, डिलर, रिटेल र विज्ञापन गर्ने खर्च चाहिँ हामीलाई डाइरेक्ट थियो। यही नै हो। र आजको दिनमा म कम्पनीमा जे भन्दा नि आजको मलाई यो मार्केटको बारेमा कति आज 15 वर्ष अगाडि नै मोदी केयरहरू भन्ने अर्को के पनि
थुप्रै म त्यसमा इन्भल्भ भएर मैले गरे नि छ कि हजुर हजुर सिस्टम जम्मै त्यही हो हाँगाबिगाबाट चल्ने है रुख एउटा हुन्छ अब मेरो हाँगाहरू मलाई सबै थाहा छ यसको मेन कुरा चाहिँ के हो भन्दाखेरि मैले अघि नै हजुरलाई सानो कन्सेप्ट भनिरहेको थिएँ प्रोडक्टलाई कस्टमरसम्म कसरी लिएर जाने मान्छेको डिमान्ड कस्तो हुन्छ समग्रमा भन्नुपर्दा सामान यस्तो छ यो सामानलाई अब घर घरमा अब यसको बजार छुट्टै छैन बजार यही हो हजुर म पहिला पनि मैले धेरैवटा गरेको छु के हजुरलाई कन्सेप्ट रहेछ झन् सजिलो र सहज हुने भयो क्लिनरहरूदेखि लिएर ब्रसहरू सबै के त्यहाँ पसेपछि अब यहाँ लुगा चाहिँ थिएन यहाँ लुगा चाहिँ रहेछ कपडा चाहिँ यहाँनिर अझ प्लस रहेछ होइन यो चाहिँ महिने पछि केही प्रोडक्टहरू लन्च पनि भइरहेको छ मैले सर र हजुरलाई जति भने त्यो भनेको कुरामा केही हजुरलाई जिज्ञासा छ मलाई ठिकै छ जिज्ञासा छ भने हजुर जिज्ञासा राख्नु होला बुझ्न मन लागेछ अब त्यो चाहिँ अरू प्रोडक्टहरू चाहिँ अब पहिला र अहिलेको उ त्यो सबै डिफ्रेन्ट छ मैले पहिला गर्दाखेरि